एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स, जसलाई नेपालीमा कृत्रिम बौद्धिकता भनिन्छ। सरल भाषामा भन्नुपर्दा जसरी मानिसले आफ्नो दिमाग प्रयोग गरेर सोच्ने, बुझ्ने, सिक्ने र निर्णय लिने गर्छ, त्यसैगरी मेसिन, कम्प्युटर, सफ्टवेयर वा रोबोटलाई मानिस जस्तै सोच्न र काम गर्न सक्ने बनाउने प्रविधिलाई नै एआई भनिन्छ। एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स यो मेसिनमा भरिएको मानव निर्मित बुद्धि हो। एआईले मानिसले जस्तै अनुभवबाट सिक्छ। यसलाई धेरै मात्रामा डेटा, जानकारी दिइन्छ, जसलाई अध्ययन गरेर यसले भविष्यमा आफै काम गर्न सक्छ। यसले उपलब्ध जानकारीको आधारमा कुन कुरा सही हो वा कुन काम पहिले गर्नुपर्छ भनेर छनौट गर्न सक्छ। जटिल हिसाबहरू गर्ने, भाषा अनुवाद गर्ने वा रोगको पहिचान गर्ने जस्ता कामहरू यसले छिटो र सटिक रूपमा गर्न सक्छ। तपाईको हातमा भएको स्मार्टफोनमा गुगल असिस्टेन्ट वा सिरी हुन्छ। जब तपाईँ उसलाई केही सोध्नुहुन्छ, उसले तपाईको आवाज सुन्छ, शब्द बुझ्छ र इन्टरनेटबाट सही जानकारी खोजेर उत्तर दिन्छ। यो सबै एआईकै कारण सम्भव भएको हो। जसरी एउटा सानो बच्चाले जसरी देखेर, सुनेर र पढेर नयाँ कुरा सिक्छ, एआईले पनि त्यसैगरी डाटाहरूबाट सिक्छ। एआईले कसरी काम गर्छ त? एआईले कुनै जादु जस्तो काम गर्दैन। यसको पछाडि मुख्य 3वटा कुराहरू जोडिएका हुन्छन्। नम्बर 1 हो डेटा अर्थात् जानकारी। एआईलाई सिक्नको लागि धेरै जानकारी चाहिन्छ। उदाहरणको लागि एआईलाई स्याउ कस्तो हुन्छ भनेर सिकाउन हजारौं स्याउका तस्बिरहरू देखाउनु पर्छ। अर्का 2 मा छ एल्गोरिदम अर्थात् नियमहरू। यो भनेको कम्प्युटरलाई दिइने निर्देशन वा नियम हो। यसले डेटालाई कसरी बुझ्ने भनेर सिकाउँछ। जसरी खाना पकाउन रेसिपी चाहिन्छ, त्यसैगरी एआईलाई काम गर्न एल्गोरिदम चाहिन्छ। र तेस्रो हो प्रशिक्षण, ट्रेनिङ अभ्यास। डेटा र नियमको आधारमा एआईले बारम्बार अभ्यास गर्छ, आफ्ना गल्तीहरू सुधार्दै जान्छ र बिस्तारै आफै सही निर्णय लिन सक्ने हुन्छ। यसलाई प्रविधिको भाषामा मेसिन लर्निङ भनिन्छ। एआईलाई मुख्यतया 3 भागमा बाँड्न सकिन्छ। न्यारो एआई, यसलाई कमजोर एआई अर्थात् विक एआई पनि भनिन्छ, तर यो वास्तवमा कमजोर भने हुँदैन। यसले मात्र एउटा तोकिएको निश्चित काम गर्न सक्छ। हाल संसारमा उपलब्ध सबै एआई गुगल असिस्टेन्ट, एप्पलको सिरी, च्याटजीपीटी, चेस खेल्ने कम्प्युटर, अनुहार चिन्ने सफ्टवेयर न्यारो एआई नै हुन्। यिनीहरूले आफूलाई सिकाइएको बाहेक अरू काम गर्न सक्दैनन्। जेनरल एआई अर्थात् स्ट्रङ एआई, यो त्यस्तो एआई हो जसले मानिसले जस्तै हरेक प्रकारका काम सोचेर र बुढेर गर्न सक्छ। यसमा मानिसको जस्तै सामान्य चेतना र विवेक हुन्छ। वैज्ञानिकहरू यसलाई बनाउने प्रयासमा छन्, तर अहिलेसम्म यस्तो एआई बनिसकेको छैन। सुपर एआई यो मानिसको बौद्धिक क्षमताभन्दा धेरै गुणा बाठो र चलाक हुने परिकल्पना गरिएको एआई हो। यो अहिले विज्ञान कथा, साइफाई चलचित्रहरूमा मात्र सीमित छ। एआईका फाइदाहरू भनेको यसलाई मानिसलाई जस्तो थकान हुँदैन। यसले बिदा नलिई दिनरात काम गर्न सक्छ। मानिसलाई महिनौं लाग्ने ठूला हिसाब वा काम एआईले सेकेन्डमै गर्न सक्छ। त्रुटि कम, फ्युवर मिस्टेक्स र सही तरिकाले बनाइएको एआई प्रोग्रामले मानिसले भन्दा कम गल्ती गर्छ, जसले कामको गुणस्तर बढाउँछ। त्यति मात्र नभएर खतरनाक कामहरू जस्तै बम निष्क्रिय पार्ने, गहिरो खानीमा जाने वा अन्तरिक्षमा पठाउने जस्ता मानिसको ज्यान जोखिममा पर्ने काममा एआई जडित रोबोट प्रयोग गर्न सकिन्छ। विभिन्न क्षेत्रमा एआईको क्रान्ति, एआई एप्लिकेशन्स। आजभोलि एआई हाम्रो जीवनको हरेक पाइलामा जोडिन पुगेको छ। स्वास्थ्य क्षेत्र, एमआरआई र एक्सरे स्क्यान हेरेर क्यान्सर जस्ता रोगको सुरुवाती चरणमै पत्ता लगाउन एआई मानिसभन्दा बढी सिपालु हुँदै गएको छ। नयाँ औषधि पत्ता लगाउन लाग्ने वर्षौंको समयलाई यसले छुट्याइदिएको छ। कृषि, माटोको अवस्था, मौसमको जानकारी र बालीमा लाग्ने रोगको पहिचान गरी कतिखेर मलजल गर्ने भनेर किसानलाई सल्लाह दिन एआईको प्रयोग भइरहेको छ। ब्याङ्किङ र वित्त, क्रेडिट कार्डबाट हुने अनलाइन ठगी, फ्रड सेकेन्ड भरमै पत्ता लगाउन र ग्राहकलाई स्वचालित रूपमा ऋण दिने वा नदिने निर्णय गर्न ब्याङ्कहरूले एआई चलाउँछन्। शिक्षा, विद्यार्थीको सिक्ने क्षमता र स्तर हेरेर हरेकलाई सुहाउँदो पाठ्य सामग्री तयार पार्न पर्सनलाइज लर्निङ यसले मद्दत गरिरहेको छ। एआईका बेफाइदाहरू कन्स, रोजगारी कटौतीको डर, जब लस। मेसिन र सफ्टवेयरले मानिसले गर्ने काम जस्तै फ्याक्ट्रीको काम, कस्टमर केयर, ड्राइभिङ गर्न थालेपछि धेरै मानिसको रोजगारी गुम्ने खतरा छ। भावना र रचनात्मकताको कमी, एआईसँग मानिसको जस्तो दया, माया, विवेक वा नितान्त नयाँ कुरा सोच्ने आफ्नै भावना हुँदैन। यसले मात्र त्यही गर्छ जुन यसलाई सिकाइएको हुन्छ। मानिसको परनिर्भरता बढ्ने, हरेक ससाना काम वा सोच्नुपर्ने कुरामा एआईको प्रयोग गर्दा मानिसको आफ्नो सोच्ने क्षमता र सृजनशीलतामा कमी आउन सक्छ। सुरक्षा र गोपनीयताको जोखिम, एआईको गलत प्रयोग भएमा
जस्तै नक्कली भिडियो, डिपफेक बनाउन, साइबर हमला गर्न वा भाइरस बनाउन समाजमा ठूलो नोक्सान हुन सक्छ। अत्यधिक खर्चिलो, उन्नत स्तरको एआई बनाउन, मर्मत गर्न र चलाउन धेरै पैसा र ऊर्जा बिजुली खर्च हुन्छ। भविष्य र चुनौतीहरू, फ्युचर एन्ड च्यालेन्जेस। एआईले मानव सभ्यतालाई निकै अगाडि बढाउने निश्चित छ, तर यसका चुनौतीहरू पनि गम्भीर छन्। पक्षपात, बायास। एआईलाई जुन डाटाबाट सिकाइन्छ त्यही डाटामा खराबी वा पूर्वाग्रह छ भने एआईले पनि भेदभावपूर्ण निर्णय गर्न सक्छ, जस्तै रोजगारीमा छनौट गर्दा महिला वा निश्चित समुदायलाई पछाडि पार्ने। प्रतिलिपि अधिकार, कपिराइट। एआईले चित्र बनाउँदा वा लेख लेख्दा इन्टरनेटमा भएका अरू मानिसका सिर्जनाहरू चोर्छ भन्ने ठूलो विवाद चलिरहेको छ। नियमनको अभाव। एआई यति छिटो विकास भइरहेको छ कि सरकारहरूले यसलाई कसरी नियन्त्रण वा नियमन गर्ने भनेर कानून बनाउनै भ्याइरहेका छैनन्। समग्रमा भन्नुपर्दा एआई बिजुली वा इन्टरनेट जस्तै एउटा युगान्तकारी आविष्कार हो। यसलाई रोक्न सकिँदैन, तर यसलाई सही दिशामा डोर्याउनु आजको मुख्य आवश्यकता हो, किनभने यो आफैमा राम्रो वा नराम्रो हुँदैन, यो त मानिसले यसलाई कसरी प्रयोग गर्छ भन्ने कुरामा भर पर्छ। एआई एउटा डिजिटल सहयोगी हो। यसले मानिसको ठाउँ लिने भन्दा पनि मानिसको क्षमतालाई बढाउने काम गर्छ। जसरी पहिले क्याल्कुलेटर आउँदा मानिसले हिसाब गर्न छोड्छन् भनिएको थियो, तर त्यसले मानिसलाई झन् छिटो काम गर्न सघायो। एआई पनि त्यस्तै एउटा आधुनिक हतियार हो।